कांग्रेस एमालेको बहुमत झन्डै 2/3 सत्ता पक्ष छ। हामी प्रतिपक्षको हिसाबले हामी कमजोर छौँ, तर फेरि हामीले संविधानको निम्ति, ऐन कानुनको निम्ति, सिस्टमको निम्ति हामीले सत्ता पक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ। यदि तपाईहरुले यो कुरालाई गहिरो गरी विचार गर्नुभयो भने माओवादी कति गम्भीर र जिम्मेवारपूर्ण ढङ्गले चलेको रहेछ भन्ने बुझ्न सजिलो हुन्छ। जति बेला लाखौं शिक्षकहरू माइती घर मण्डलामा जम्मा भएका थिए, त्यति बेला म विदेशमा थिएँ र मैले यहाँ कार्यवाहक त्यति बेला प्रधानमन्त्री पुष्पबहादुर खड्कालाई जसरी पनि शिक्षकहरूका जायज माग पुरा गर्नुपर्छ र त्यो अनुसारको ऐन बनाउने प्रक्रिया बढाउनुपर्छ भनेपछि सम्झौता भएको थियो। अहिले 15 गते भित्र त्यो बनेन भने यो निकै ठुलो शिक्षा क्षेत्रमा झन् ठुलो अराजकता आउने खतरा छ। त्यसको जिम्मा मैले कांग्रेस एमाले सरकारमा छन्, जे गरे नि गरौँ भनेर मैले भनिदिएँ भने या संघीय निजामती ऐन पनि जो सङ्घ प्रदेश र स्थानीय सरकारलाई प्रभावकारी र गुणात्मक बनाउनको निम्ति अपरिहार्य ऐन हो। कांग्रेस एमाले सत्तामा छन्, जेसुकै गरून् भन्यो भने उनीहरू नगर्नेमा छन्।